महेन्द्र राजमार्ग 2019 वैशाख 1 मा उद्घाटन भएको थियो। यसले दुईवटा पहाडका जिल्लालाई छुन्छ, मकवानपुर र अर्घाखाँची। नछुने एकमात्र तराईको जिल्ला पर्सा हो। बढी भाग कहाँ, कम भाग कहाँ भन्दाखेरि दिएर बाँकी नै छैन। त्यो बढी भाग चाहिँ नि बाँकेमा र चाहिँ तपाईँको खाँचो के अरे अर्घाखाँचीले चाहिँ साँचेर राखेको छ। त्यो एकदम थोरै मात्र दियो, कम भाग त्यहीँ पऱ्यो। अब कसले सहयोग गरे भन्दाखेरि अब जेबाट सुरु हुन्छ म त्यो भन्छु। बुमे भारत, बुटोल र मेचीबाट सुरु हुने चाहिँ नि भारतले दिएको छ र रुसले अन्तर्राष्ट्रिय राजनीतिमा ढप्प पारेको छ र हेटौँडालाई चाहिँ एसियाको राजधानी बनाउनु पर्छ, किनभने बागमती प्रदेशको मात्र होइन एसियाकै बनाइदिए पनि हुन्छ भनेर रिसाएका छन् मान्छे। अनि जसले सहयोग गरे पनि आखिरी पथलैया पथ भनेको त बाटो, यो बाटो त नेपालकै हो नि आखिरी भनेर नारा लगाउने बेला भयो। नारा के तपाईँको नारायण घाट चाहिँ नि के त बेला